गाइज म चाहिँ खाजा खान लाग्यो। अहिले 4 बजिसक्यो। अहिले चाहिँ हावाहुरी मस्त लागेको छ। पानी पर्ला पर्ला जस्तो गरेर निलो आकाश हो। अहिले चाहिँ पानी परिरहेको छ गाइज, तपाईहरु देख्न सक्नुहुन्छ पानी। आज चाहिँ लास्टै गर्मी थियो कि। तो चलिए शुरू करते हैं। वेलकम बैक टू माई यूट्यूब चैनल। आई होप सबैजना सन्चै आराममा हुनुहुन्छ। म नि एकदम सन्चै आरामै छु। इट्स मी मनिष थापा एन्ड वेलकम बैक टू माई यूट्यूब चैनल वन्स अगेन। आज चाहिँ लास्टै गर्मी भएको थियो। माथि देख्न सक्नुहुन्छ पानी पर्ला पर्ला जस्तो गरेर गड्याङ गुडुङ गरिरहेछ। अनि त्यही हो, कस्तो गर्मी भएर हावा पनि चले होइन, लास्टै गर्मी भइरहेछ। अनि आज चाहिँ खासै केही गरिएन, घरमा बनाएर पपकर्न चिया खाइयो खान्छ। अनि पानी पर्ला जस्तो गरेर अहिले पानी पऱ्यो भने म देखाउँछु। स्टे ट्युन इन द भिडियो। त्यति भन्दै आजको ब्लग स्टार्ट गरौँ है गाइज। स्टे ट्युन इन द भिडियो। A few moments later. गाइज म चाहिँ खाजा खान लाग्यो। अहिले 4 बजिसक्यो। आज चाहिँ अलि ढिलो भयो खाजा खान, मम्मीले बनाइदिनु भएको रहेछ। अनि खाजा चाहिँ खान लाग्यो भर्खरै। तपाईहरु देख्न सक्नुहुन्छ यता पपकर्न छ, यता चिया छ हैन। एकछिनमा म चिया खाएर भेट्छु है त हजुरहरुलाई। स्टे ट्युन इन द भिडियो। One eternity later. A few moments later. अहिले चाहिँ हावाहुरी मस्त लागेको छ। पानी पर्ला पर्ला जस्तो गरेर निलो आकाश हो। तपाईहरुले देख्न सक्नुहुन्छ हावाहुरी लागिरहेछ। अहिले चाहिँ पानी परिरहेको छ गाइस, तपाईहरुले देख्न सक्नुहुन्छ पानी। आज चाहिँ लास्टै गर्मी थियो कि, पानी परेर मौसम एकदम फ्रेश भएको छ। फाइनली गाइज आजको लागि ब्लग यति नै। भोलि नयाँ ब्लगको साथ उपस्थित हुनेछु। प्लिज डु नट फर्गेट टु कमेन्ट, शेयर, लाइक एन्ड सब्सक्राइब अन माई युट्युब च्यानल। अनि मैले माथि स्क्रिनमा पिन पनि गरिदिएको छु होइन, इन्स्टाग्राम आइडी गर फलो ब्याक गर्न सक्नुहुन्छ। म पनि फलो ब्याक गर्छु हजुरहरुलाई। अनि त्यसपछि लिएर डु नट फर्गेट टु कमेन्ट, शेयर, लाइक एन्ड सब्सक्राइब अन माई युट्युब च्यानल। मैले 2 चोटि भन्ने होला हैन गाइस। बात तो सही है। दौड़ना तो पड़ता है, उसके धंधे के बारे में भनिरहनु पर्छ, किनकि अब कसैले सब्सक्राइब गरेन। अब यसो 1K सम्म पुरा भनेको हैन। अझै नयाँ भिडियो नयाँ कन्टेन्टहरु आउँदैछ। आज चाहिँ लाइन पनि गएको छ गाइस, सोलरबाट बत्ती बालेर बसिरहेको छन्। अनि त्यही हो, खाना साना पाकिसक्यो, टक्क लाएर अब खाना खानी हो। अनि त्यही हो, एकछिन पछि लाइन आइसकेपछि त्यति भन्दै आजको ब्लग यही इन गर्दछु। खत्म। बाय बाय, टाटा, गुड बाय, गया। हवस् त, जय।